सो गाइज वेलकम टु माई न्यू ब्लग। आजको ब्लग चाहिँ बबाल भएछ अनि ठिक छ भनिरहेछ बबाल देखाएको छ। हामी चाहिँ अहिले कहाँ रे हो सौरा रे। यो चाहिँ यस्तो यस्तो छ है सौरा। यहाँको फेमस पनि गोहीहरू हो कि गोहीहरू छ 3-4 गोही कहाँ गोही देखिराखेर अङ्कल भने चाहिँ माछा पनि रहेछ यार यहाँ माछा हान्थ्यो कत्रो माछा है भाई साहब कुछ ज्यादा नहीं हो गया माछाहरू पनि रहेछ सब थोक रहेछ है गाइस मोबाइल बेच्ने ठाउँ चाहिँ ताल साली अब मान्छेहरू घुम्न आउँदो रहेछ फोटो खिच्ने भनिरहेको छ अहिले खिच्ने फोटो चाहिँ दाइ यहाँ छ वाह देखियो होला सौरा रे ठाउँ पनि त्यस्तो केही छैन रहेछ त्यही हो यहाँनिर चाहिँ गोही छ एउटा गोही यता छ एउटा सन्धी यो चाहिँ मेरो दाइ त्यही हो गाइस ठिकै रमाइलो छ अनि यता जङ्गलमा जान चाहिँ अनि पैसा लाग्छ अरे त्यस्तो बेसी बजेट छैन के भएर नगएको कोई दिखा जाए ना कोई दिखा जाए कोई सेवन है भैया मतलब मगरमच्छ बोलता है भाई उधर 8 है इधर 1 समझिने समझना मन बड़ी माया को तिर्सना चाहिएर सक्दिन बिर्सना तिमी सम्झेरै उधर देखिए ना उधर कोई मेन देखा दिया फोटो किन कोई 8-9 वडे छे उधर मगरमच्छ मेरा दोस्त एक बहुत चिल में अब जा रहा है यार बहुत देख चुका है अब सौरा में भाषा बोले यो दो लोग इंडियन भाषा बोल किन अब मगरमच्छ नेपालीमा चाहिँ कोही एलिफेन्ट हुँदैन अब हात्ती यस्तो काम गर्यो यो दायरामा चाहिँ डेभलप कुक किचनको होइन लेभल अफ कुक म्यान उहाँ चाहिँ हेडो अनि म चाहिँ उसको हामी डान्स यार हामी भन्दा सिनियर चाहिँ उता छ हामी भन्दा बहुत सिनियर चाहिँ उता यता हुनुहुन्छ दाइहरू डल्ले भाइ अब चिसो खाएर दाइ मलाई भन्नु हामी भन्दा सिनियर चाहिँ उता छ है हामी भन्दा सिनियरको हाम्रो सिनियर बहुत सिनियर अगले जन्म में नहीं बैठ ठिक्क हो गाडीमा अनि त घुमाएर मन्दिर रहेछ के को बोल रहे हो के को बोल रहे दाइ हो त्यो ट्र्याक्टर बोल रहे मन्दिर रहेछ अनि के मान्छे खोला देख्छ खोला नमन भाइजन भाइ
खोलाहरूमा समाइरहेको खै खोला देख्नु खोला खोला चाहिँ तल छ होइन समुद्री इधर उधर त्यही हो होइन हेर्नु नि रूपमा त्यही हो समुद्र इधर उधर है खानु सानो खाने इधर उधर चाहिँ हो मैले यो क्याब बस्नुको लागि मगर माछहरू ढुङ्गाहरू कुराकानी हामी आज नसिदाऊ यसरी नै तिमीलाई सधैँ हेर्न पाऊँ तिम्रो म यसरी रमाऊ मैले मन पराइसकेँ हाँसी खेली सधैँ माया साटौँला यदि टाढा भए फेरि भेटौँला तिम्रो नाममा म बाँचिदेऊला मैले मन पराइसकेँ उच्याउ गैडा गैडा देखेँ मैले साथीहरू गैडा चाहिँ जङ्गलमा गएको चाहिँ दिँदैन नि हाल्दैन यहाँ बसौँ वनको कुरा हुन्छ नि हो त्यो वनको कुरा देख्यो हामीले त्यहाँबाट वनको कुरा देखिन सौरामा हाम्रो सबै भाइरल आएर सर पो सर मेन कुरो यो मान्नु हुँदैन मेन कुरो सर्पलाई हामीले बरु न्याय दिनु फर्स्ट टाइम सर छ यार त्यसले तपाईले हान्नु भयो नि पछि हो यो छोड्नु होइन तपाईहरुले खतरा मैले फर्स्ट टाइम देखेँ सर्पहरु डेन्जर हुन्छ राम्रो गर्नु भयो जान्छ उसको हिसाबले हेर त्यो मैले यो क्याब बस्नुको लागि कुराकानी हामी आज नसिदाऊ यसरी नै तिमीलाई सधैँ हेर्न पाऊँ तिम्रो हाँसोमा म यसरी रमाऊ हाँसी खेली सधैँ माया साटौँला यदि टाढा भए फेरि भेटौँला तिम्रो नाममा म बाँचिदेऊला मैले मन पराइसकेँ उच्याउ गैडा साथीहरू गैडा चाहिँ
गएको चाहिँ टिप्दै हुने हाल्दैन यहाँ बसौँ न सधैँ आनन्द वनको कुरा हुन्छ नि हो त्यो वनको कुरा देख्यौँ हामीले त्यहाँबाट वनको कुरा देख्यौँ हात्ती गैडा मङ्की मयूर देखिन सम्झना मनभरि मायाको तिर्सना चाहिएर सम्झिन बिर्सना तिमी सम्झेरै बसना यसरी हाँसेर मसँग तिमी नि मायामा फसना कम्मरमा पर्खेकी कसना मलाई हाम्रो सधैँ भाइरल हुन्छ कहाँ गए गाइस अब यहाँ अनि त्यसपछि अब चाहिँ हामी एकछिन निस्किन्छ अब त्यही हो है त यो बोटिङ चाहिँ यति नै हो बाबा निन्दा लगाएर होइन काममा हो अब त्यो किचन यहीँ भइहाल्यो अनि त्यसैमा त्यो सेलादेखि अब ढुङ्गा इधर चाहिँ के भन्थ्यो बिहानमा गयो नाम चाहिँ ट्याक्क बिर्सेँ होइन अघि भर्खरसम्म याद आइरहेको थियो अनि अहिले चाहिँ अब त्यही हो आजको चाहिँ यति नै हो अब नेक्स्ट टाइम फेरि घुमाउँदै सुमाउँदै आउँछ नि त गुड नाइट